कस्तो टेस्ट छ यम्मी के गर्नु साथी हो अघिदेखिको भिडियो बनाएको भिडियो त कहाँ गइस अहिले पो आउनु भयो अब फेरि बनाउँछु दिनको है यो लाफिङको सेट छ वाइवाई छ वाइवाईको यो हो लाफिङको मसला मेन मसला दुईटा हो अरू आधा खायो हो अब अझै बनाउँदैछु कसरी बनाउँदैछ हेर्नु नि रुदा चाहिँ हाल्यो हो बल्ल यसले पनि चिनेछ हो अघिदेखि चिनेको थिएन ठुलो पारे टेढो गऱ्यो भने चाहिँ ठुलो गर्दा चाहिँ छिटो तातिन्छ खाँदै पकाउँदै गर्दैछ हो यस्तो चाहिँ हाम्रो लाफिङ चाहिँ हो यो चाहिँ मेरो बहिनी आनन्दियालाई खिलाउनु छ एक दिन गएर किनकि त्यसलाई बहुत खानु इच्छा छ अब चाहिँ सुरु गर्छु है मेरो लाफिङको प्रोसेस ल यसमा हाल्नुपर्छ चिल्ली ओइल हो यो चिल्ली ओइल पनि मैले बनाएको है यो चिल्ली ओइल चाहिँ मेरो यहाँको चाहिँ फेमस हो यहाँ सबैले मन पराउँछ यो चिल्ली ओइल हेभी पिरो छ चिल्ली ओइल चाहिँ यसमा गार्लिक पनि छ हो कतिवटा मेरो लुकेको मसलाहरू छ यसमा हो अघि अलिक ठुलो ठुलो चङ्क्स थियो कि अलिक नापुग्ला जस्तो भएर सानो भए बडा मजाले खाँदैछ एउटाले हो गर्दै म चाहिँ खाँदिनँ किनभने यो उयसको हो चिकनवाला हो बिना चिकनवाला छ लाएको छु अहिले त्यो बनाउँछु म चाहिँ हो यो चिनहरूलाई अब यसलाई रोल गर्नुपर्छ कि यस्तो गरेर रोल गरेपछि चाहिँ यो सेटिस बनिन्छ नि त हो यस्तो गरेर रोल अलिक भएन कि मेरो हात अलिक भिग्यो यो रोल भयो अनि यहाँ कटिङ हुन्छ हो ए फुल्ले फर्स्टमै फाइनली रेडी भयो मेरो लाफिङ हो अब मेरो लाफिङ रेडी भयो हो अब यो चाहिँ खानुलाई रेडी छ हो अर्को पनि भ्लग बनाउँदैछ हो साह्रै बिजी छ त्यो पनि यति नै है बाई बाई।